बिर्सिनु भयो क्या घर उताबाट जानुभयो फोन पनि उठाएको छैन ए मैले भन्दै थिएँ नि आमाले उता बाडाङ हाउस बस्नु भयो भन्दै थिएँ मैले किन आएको अरे किडन्याप गर्न आएको ल बाई बाई खै पप्पा हो पप्पा खै पप्पा तिमीलाई बाई बाई अब एक दिनमा आउँछु ल ल भयो 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 बाई So hello guys and welcome back to our channel. It's a beautiful day with Khush, Kavitha and Kairav. And this is vlog 88 of 2025. हुनु चाहिँ 3 कति डेज हुन्छ ममा 365 डेज हुनु चाहिँ 365 डेज हुन्छ है जिन्दगीमा सालमा सरी गाइस हुनु चाहिँ सालमा 365 डेज हुन्छ हैन अलिकति कन्फ्युजन हुन्छ नि त मान्छेहरुको माइन्ड केमा कुदिरहेको हुन्छ टक 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 याद हुँदैन नि त हैन तपाईहरुले मलाई सडनली आएर 9 को मल्टिप्लिकेसन भन्नु भन्नु सक्दिन नि त तपाईहरुले मलाई चिनमा आएर 9 को मल्टिप्लिकेसन हैन 9 * 10 9 * 10 त 90 सजिलै हो कि 9 * 10 कति रे 9 * 10 त 90 के भएको 9 * 10 भने मैले बुढी सो गाइस अरु भन्दा पनि तपाईहरुले मेरो फोनको हालत चाहिँ देख्न सक्नुहुनेछ यहाँनेरी कुश छेत्रीको भ्लगिङ क्यामेरा चाहिँ यस्तो भइराछ फिलहाल हो रिसेन्टली माथि अर्किडको अफिसमा चाहिँ मेरो फोन एकजना दाडा म गफ गर्दाखेरि चाहिँ कसो गरेर झडी पठाइ मेरो हातबाट अन्त म चाहिँ के भएको छैन होला जस्तो लाग्यो नर्मली कति झडिसकेको थियो हैन तर अफसोस दिस टाइम चाहिँ पछाडि झन् स्क्रिन केही भन्नु भएको छैन हो सो अरु भन्दा पनि आजको दिन चाहिँ के हो भन्दाखेरि चाहिँ आजको दिन चाहिँ वाइफ र मैले के डिसिजन लिएको छु म भन्दिम भन न ए मलाई नराम्रो बनाउनको लागि सो गाइज अरु भन्दा पनि फिलहाल म अलिकति बिजी छु है अर्किड म्युजिक फेस्टिभलमा प्लस अर्को पनि आउँदैछ आज एउटा इभेन्ट है अर्किड म्युजिक फेस्टिभलमा चाहिँ म त्यहाँ पर्सनली इन्भल्भ छु त्यही भएर म त्यहाँ टाइम पनि दिनु पाएको छैन किनकि पुचु हेरिदिने कोही छैन हैन सो त्यसले गर्दा म आफ्नो काममा राम्ररी फोकस गरेर कामै गर्नु पाएको छुइनँ प्लस वाइफको पनि अस्ति पुचु बिहान बिहानै आमा छोरा जिस्किने हुँदाखेरि चाहिँ चियाले डल्लै खुट्टा पिल्छाएको छ हो चियाले डल्लै खुट्टा पिल्छाएको छ हो अन्त त्यसले गर्दाखेरि चाहिँ उसलाई पनि प्रब्लम भइरहेछ हुन्छ ड्युटी छुट्टी छैन यस्तो गर्दै जान्छु सब यही चप्लीमा जान्छ गाइस ड्युटी चाहिँ किनभने फिता भला कुनै पनि फ्ल्याट छैन हो अनि सबै प्राय मेरो बनजुतै छ नि त सो यसमै जान्छु यसमै आउँछु के गर्नु गाइस हालत पतला छ चप्पलमा गएर चप्पलमा आउनुपर्छ हो अन्त त्यही हो यस्तो लङ्गडी हिँड्दै काम गर्नुपर्छ आज अलिक अथवा भएको तपाईँले फर्स्ट डे देख्नु भएको तपाईँ छक्कै पर्थ्यो कि यो चाहिँ सबैले के भयो भन्नुहुन्छ कि च्याली पिल्सेको भन्छ कि पत्याउँदैन च्याली पनि यस्तो लाग्दो हुन्छ भनेर यो चाहिँ खास चाहिँ च्याली डल्लै पिल्स्यो बादमा चाहिँ त्यो बबल्स उठ्छ नि के हो त्यो बबल्स उठ्दाखेरि फेरि त्यसै माथि 2 दिन उसले क्रक्सले किल्चिदियो नि त नानीले यही चोट परेकै खुट्टामा किल्च्यो टेकेर प्लात्तै बनाइदिएन यो अलमोस्ट यो फर्स्ट सेकेन्ड डिग्री पनि बेसी देख्दै थियो बन्स सेमिनर हुन्छ नि 3rd डिग्रीसम्म थियो यो चाहिँ अब मेडिकल हुनेमै बुझ्छ गाइस हामी त बुझ्दैन 3rd डिग्रीको त क्लिक सबै देखिसकेको थियो रातो भएछ डिप भइसकेको थियो हैन सो अहिले चाहिँ ड्रेसिङ गरेर यस्तै अब म आफै ड्रेसिङ गर्दैछु नि त सो त्यही हो गाइस यतिको छ तर पनि स्टिल यो खुट्टा स्वेलिङै छ यहाँ तपाईँले रेडनेस हेर्दै होला हो यो कति दुखिरहेको छ मलाई तर काम गर्नुपर्छ त्यही छ गाइस अन्त अरू भन्दा पनि घरमा अस्तिदेखि आमा र बाबाले नाति पठाइदे तिम्रो आएन भने पनि भन्दै थियो हुनु चाहिँ हामी जानु भ्याएको छैन गाइस घर होइन म बिजी छु हो अरू भन्दा पनि अन्त आज चाहिँ फिलहाल अरू भन्दा पनि ममाहरू आउनुहुँदैछ पुचुलाई लिनुको लागि त्यहाँ छ गाइस हाम्रो छोरा हो पुचु आज कहाँ जान्छ आज हजुरमुमा आउँदैछ तिमीलाई लिनु पुचुले चाहिँ फिलहाल यहाँ लिएर के चम्पा खाँदैछ चम्पा औ यहाँ हाई भनिदेऊ न सबैलाई से हेलो छिटो यहाँ सबैलाई हाई भनिदेऊ न किनकि घरमा अहिले सबैजना छ हो अन्त लब्धहरू पनि अब घरमै बस्ने भएको छ सो त्यही भएर चाहिँ तल एटलिस्ट ऊ खेल्छ ओर्छ होइन उसको ठुलो गाडी पनि पठाइदिन्छु म हो अन्त म चाहिँ 1-2 दिनमा जान्छु भेट्छु आउँछु हो आफ्नो काम पनि गर्नै पर्यो अन्त वाइफको ड्युटीले गर्दाखेरि त्यति जानु पाउँदैन सो यो गाडी पठाइदिन्छु साइकल पठाइदिउँ भन्दा अलरेडी तल साइकल छ हो प्रलभको सो दुईजनाले मिलेर खेलिहाल्छ अन्त पुचुलाई मैले खुल्ला होस् यहाँनिर गान्तोकमा घाम पनि देख्नु पाएको छैन राम्ररी हो रुमको रुम भएर राम्ररी घाम पनि देख्नु पाएको छैन मेरो बुढीलाई कुन दिने नि म यो डल्लै काँटी ठोकिदिन्छु कि
अन्त यहाँ डल्लै झोला 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 यहाँ के झुल्नु सबै झुन्डाउनु त्यही सिकाउनु राम्रै आदत के हो मान्छेको आदत यहाँ खान्छ अन्त यी गाइस यो त प्रायः त नेपाली कोड ब्याग हो क्या प्रायः नेपालीको हुन्छ यो ब्याग सरले फिलहाल यहाँ चम्पा खानुपर्छ गाइस सो त्यही छ तपाईँहरू अब सिधै ममाहरू आएर आमाहरूको पनि हेरौँ के कुरा के गुनासो छ कि बा अन्त यो चाहिँ हुनु चाहिँ अब मेरो तर्फबाट हो मैले मगाइ चाहिँ दिएँ वाइफलाई विन्टर कलेक्सनको गिफ्ट ल त गाइस तपाईँले अलि चिनमा भेट्छु ल बाई बाई A few moments later. सो गाइस अल सेट पुचु जानुको लागि चाहिँ हो बाजे बोजूको घरमा पोका देखाइदिनु पोका कति छ उसको पुचुको आज चाहिँ लुगाइ नआँटेर डल्लै यसमा ट्रलीमा हालिदिएको छु अन्त अलरेडी हामीले उसको लागि एक्स्ट्रा पेम्पर्समा थियो हुनु त नानीलाई पठाउनु मन छैन तर उसलाई पनि बाजे बोजूसँग बस्नु मन छ अरे आमा हरायो आमा ग्यान्टकमा हराउनु आमा हराउनु भयो खोजेको चाहिँ दोकानमा छैन दोकानमा ला कहाँ जानु भयो आमा त ए ला बिर्सिनु भयो क्या घर उतापट्टि जानुभयो फोन पनि उठाएको छैन ए मैले भन्दै थिएँ नि आमाले उता बाडाङ हाउस बस्नुभयो भन्दै थिएँ मैले ए आमा बाटो बिर्सिनु भएछ तर पुरा कन्फ्युज हुन्छ है मान्छेहरू अस्ति मेरो पनि दिदीहरू उतापट्टि आधी बाटो हिँडिसकेको थियो अरे कि बोला बोला हजुरमा बोला वा यस्तो छ गाइस अब उसलाई न आमा न बाउ के भन्छ कोही छैन बाई एकछिन पर्ख न यहाँ ममा पुऱ्याएर आउँछु हौ यहाँ हजुरआमाहरू यतै हुन्छ एकछिन पर्ख म चाहिँ गाइस वाइफलाई एकछिन उसको ड्युटी ड्रप गरेर अलिकति ढिलो भयो नि त ड्युटी ड्रप गरेर आउँछु त्यहाँदेखि म पनि पुचुलाई बाई बाई भनेर मेरो माथि अफिस निक्लिनुपर्छ हो अर्किड म्युजिक फेस्टिभलको तपाईँहरू पनि आउनुहोस् होला है टिकटहरू काट्नुपर्छ भने टिकटहरू काट्नुहोस् हो सस्तै छ तपाईँले एउटै टिकटमा 5 जना आर्टिस्ट हेर्नु पाउँछ सो त्यो टिकट त्यतिको सस्तो नै हो अरू हेरी हो ल त गाइस तपाईँहरूलाई मम्मी पापाको रियाक्सन हेरौँ यस्तो छ गाइस हालत चाहिँ कविता सिस्टर मैले उसलाई भनेको छु यत्रो पातला कोट मात्रै लगाएर गएको छ भरे आउँदाखेरि पक्रिनुपर्छ हो मलाई केही नभन्नु लुगा फेरेकै हो माथि गरौँ सो आन्टीले बाटो बिर्सेर भन्नुभयो कहाँ पुग्यो पुच्यो हेर्नु त के आमा झुकेको एउटा गेटमा बसिरहे होइन अन्त अति छिटो मोडिफाई गरिसकेछ पैसा छ के भएको दादा भेट्यो यता माया गरिदियो नि भाइलाई माया गरेन अझै माया गरिहाल्छ अझै दादाको माया दाजुभाइको महल देऊ भाइलाई देऊ दिनु गुड बोय लाटी आमा मेरो लाटी त्यसै लाटी भन्छु मुसम आन्टीलाई होइन सब्जीहरू भनेको थियौ होइन हुन्छ बाई पुछु बाई उसलाई अब मतलब छैन गाइस अब आमा बाउको सबै नराम्रो च्यातेको फाटेको उद्रेको चिटी पढेकोहरू मात्रै हालिदिएको छु त्यहाँ छ कहाँ आएको अरे आमा ए कहाँ आएको किन आएको अरे किडन्याप गर्न आएको लगाएस् तपाईँलाई अहिले भेट्छु ल कहाँ आएको दिनु चाहिँ पुचुलाई हतार भयो खै बोलाउँछु पुचु आउनु न हजुरआमाहरू गएको छैन ऊ रेडी हुन्छ तम्सिनु यस्तो छ गाइस हाम्रो छोरा चाहिँ बाज आमा र बाउ छोड्नुको लागि खै यो म लान्छु प्रलभ लु जाउँ प्रलभ जाउँ न यस्तो छ गाइस तपाईँहरूलाई के भन्नु कसै चाहिँ बल हो कसै घर छोड्नु के रे छुच्चा जाउँ न जाउँ ल ल ल
ओइ ओइ बोकिदिनु न अन्त घरमा 2-3 वटा छ यस्तो छ गाइस भाइलाई काम गर्नु के भयो ए यस्तो छ गाइस हालत चाहिँ पुचुको गाडी पनि पठाइदिएको सबै उसको ट्रलीमा छ सामानहरू सानो ठुलो पनि छोड्दैन होस् यहीँनिर म काखमै बस्छ दुईजना पुप्पा यो खोलिदिनु न एकछिन गाडी देखेर हेर्नु नि यस्तो छ अब हालत बाई बाई खै पप्पा हो पप्पा खै पप्पा तिमीलाई बाई बाई अब एक दिनमा आउँछु ल ल भयो 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 बाई ल जानु सिसा बन्द गर्नु बाई पुचु बाई प्रलभ बाई पुचु बाई त्यो सिसाको लक गर्नै उसले आफै खोल्छ नि गयो पुचु अब उसको विन्टर हलिडे मनाउनु हाम्रो नानी चाहिँ यस्तो छ गाइस हो अन्त मेरो पनि अब निक्लिनुपर्छ यहाँबाट तपाईँलाई सिधै एकछिनमा भेट्छु ल अहिले बाई बाई गाइस म जति सक्नुहुन्छ अर्किड म्युजिक फेस्टिभललाई प्रमोटै गरिरहेको छु है मेरो तर्फबाट जति सक्नुहुन्छ र यहाँ फिलहाल चाहिँ आज अलिकति अल्छी लागेर चाहिँ मैले बाहिरैबाट अलिकति डिनर लिएर आएको थिएँ के भन्नु छ मेरो मम्मालाई कल गरेर वाट यु वान्ट टु ह्याभ भन्दाखेरि चिकन विङ्स एन्ड नुडल्स अरे नि त हो तिम्रो स्किन टल्केकै हो कि के हो यो चाहिँ केयर स्किनको कमाल है गाइस तपाईँहरूले पत्याउनु हुन्न होला तर यो केयर स्किनकै कमाल हो इफ तपाईँहरूले पनि युज गर्नुभएको छैन भने चाहिँ केयर स्किन युज गर्नुहोस् हाम्रो योभन्दा अगाडिको एउटा भिडियोमा लिङ्क छ है त्यो भिडियो पनि हेर्नु भएको छैन त्यो भिडियोमा लिङ्क छ है केयर स्किनको त्यो लिङ्कमै गएर हाम्रो कुपन कोड युज गर्नुभयो भने चाहिँ तपाईँहरूले फलिफाप पाउनुहुनेछ जहाँ त चाहिँ तपाईँहरूले त्यो अपर्च्युनिटी चाहिँ गुमाउनै हुनेछ है जिन्दगीको रेटोमा विदाउट सन हाउ यु फिलिङ मलाई त घर पनि आउनु मन परेको थिएन तर अफसोस तिमी आउँदा यहाँ बाहिरै बसेर सुतिरहेको थिएँ म भित्र जानु अल्छी लागेर नानी नआउँदा त भित्रको रुम पनि अलिस लाग्यो बिहान त खुसी हुँदै थियो त नानी हेर्ने के हो जस्तो मेरो आमा हेर्ने क्या मलाई त अघि दिन्छ यहाँ अब प्रायः अब म दिन्छु खाना खाँदा ऊ सुत्ने बानी छ होइन म यहाँ खाना खाँदै साइको भएको क्या मलाई चाहिँ अब पुचु छ घरि कडा जस्तो लाग्छ होइन उठेर हेर्नु जाँदा त पुचु छैन त घर गयो त है भन्ने भयो मलाई पर्सनली त्यस्तो भयो प्रमिस साँच्चीमै त्यस्तो भयो मलाई अब हामी चाहिँ वी आर ट्राइङ टु एभोइड अब मतलब अब पुचुलाई अब दुध अलिक छोडाउनु भनेको नि त ब्रेस्ट मिल्क किनभने पुरा दुधमै छुट्टिन्छ कि म प्लस खाना खाँदैन दुध म छु भने चाहिँ गाइस उसले लन्च हुन्छ नि डिनर ब्रेकफास्ट केही पुरै कम्ती खान्छ होइन म छोइनँ भने चाहिँ फेरि खान्छ उसले किनभने मसँग चाहिँ दुधले अगाउँछ नि त 24 आवर होल नाइट मेरो नाइट ड्युटी छैन भने रातैभरि दुध खान्छ र म नाइट ड्युटीको भने चाहिँ फेरि सुत्छ दुध पिना पनि सुत्छ उसलाई ठिकै छ होइन दुध हुँदा चाहिँ पुरा डिपेन्डेबल हुन्छ नि त नहुँदा मलाई ठिकै छ पुगिरहेको छ होइन त्यस्तो छ अब मसँग चाहिँ बेबी ठुलो भएपछि कस्तो हुन्छ तपाईँलाई यादै छ त होइन सो त्यही हो अब चाहिँ अब उसलाई चप्पा पर्दैन मलाई सायद किनभने 2 वर्ष पुग्ने अलमोस्ट अर्को महिना त उसको बर्थडे म होइन 2 वर्ष पुग्छ सो ठुलो हुन्छ नि त त्यहाँदेखि उता सायदै म ब्रेस्ट मिल्क साह्रै धेरै लाग्छ छैन बेबीलाई बोर्डिङ भइरहेछ तर है अहिले ऊ भएको चाहिँ यहाँ मम्मा 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 भक्कै लाउँछ मलाई हुँदा पनि पिर नहुँदा पनि अब मनको पिर हुँदो रहेछ गाइस हुनु त आमा बाबासँग छ उसको फुपूसँग अघि पनि मैले कल गरेँ होइन फुपू चाहिँसँग सुतिसकेको थिएँ मैले फोन गरेर उठेँ रहेछ आइएम सरी पनि भने त्यतिखेर अन्त हुनु सुत्छ उसलाई खानु सुत्नु उसलाई टक 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 टाइमिङ छ उसको उसलाई भोक लाग्यो उसले माम भनिहाल्छ तिर्खा लाग्यो भने पा भनिहाल्छ देखाइहाल्छ पानी होइन पानी उसले खाइसक्यो भने रिफिल पनि गर्दै भन्छ सबै हि नोज एभ्रिथिङ उसले बोल्नु पनि सिक्दैछ हिजो त निकै वर्डहरू सिकेको छ होइन अन्त हामीले उसलाई एउटा बुक मगाइदिएको थियो नि त त्यो एनिमल प्रिन्टहरू भएको एनिमल भेजिटेबल्सहरू भएको यत्रो यत्रो बुक्सहरू पठाएको थियो बोलिहाल लु अघि बोला भन्दा चाहिँ बोल्दैन देखाइदिनु खै कहाँ छ त्यो लाइब्रेरी म तपाईँलाई आइबुच्छु ल गाइस किनभने त्यो अलिकति इम्पोर्टेन्ट हो कि है एटलिस्ट सबैहरूलाई पनि याद होस् यहाँको अलमोस्ट फर्स्ट लाइब्रेरी उल्टा लाइब्रेरी घरको लाइब्रेरी यहाँको सबै चिन्छ उसले यो वाइल्ड एनिमलहरू पनि चिन्छ हो नानी नहुँदा पनि सुन्ने अरू बेला यसरी यो लायन एलिफेन्ट होइन यसो हेर्नु न कस्तो मजाको छ बुक हो यो फक्सहरू उसले सबै चिन्छ बियर किनभने उसले बियरको कार्टुनहरू हेर्छ होइन सो सबैको नाम भन्छ वुल्फहरू मङ्की त झन् उसको फेभरेट हो ऊ आ गरिरहेको हुन्छ होइन यस्तो हँसाउँछ उसले त्यो घोडा पनि गर्छ हो उसले यस्तो छ कि ऊ यस्तो छ गाइज होइन सो यहाँ हेर्नुहोस् ल यो बुक चाहिँ तपाईँहरूले पनि एमाजोनबाट किन्नुहोस् होइन म तपाईँलाई एउटा रिसेन्ट स्क्याम भएको छ मलाई एमाजोनमा त्यो पनि म सर्ट भिडियो बनाएर आई विल
ओ माई गड कान्ड गर्यो तातो पानी घोप्टायो यस्तो हुन्छ गाइस जिन्दगीमा पानी घोप्टो यहाँ हेर्नुहोस् ल यो जस्तै यो भयो अल्फाबेट ए फर एप्पल एप्पी भन्छ उसले हो एप्पी भन्छ बललाई ब भन्छ हो अनि हिनोस् के हो सानो वर्डहरू चाहिँ यो जस्तै आइसक्रिमहरू हो उसलाई याद छ आइसक्रिम तर भन्नु त सक्दैन गर्छ हो यस्तो छ यलो रोज हेर्नु न सबै छ यसमा अब तपाईँहरूले हुन्छ नि तपाईँहरूले पनि बेबीहरूको लागि चिनाउनुको लागि चाहिँ फर्स्टमा है यो सिम्पल लेटर अनि अर्को त झन् कस्तो दामी छ है त्यो चाहिँ यसरी फोटो हाल्नुपर्छ यसरी त्यो क्यामेरा जस्तो छ फोटो टक्कै हाल्नुपर्छ त्यसबाट साउन्ड आउँछ त्यो के हो कहाँ पो छौ ए छोरा गइसक्यो तर छोराको खेमेर सबै यहाँ सजाएर राखेको छु यसरी अर्को चाहिँ गाइस यो दामी छैन यो चाहिँ तपाईँको के हो भने चाहिँ यस्तो मजाको इन्ट्रेस्टिङ कुरा रहेछ कि मैले मगाएको यो पानी हेरेर नगिनुहोस् है गाइस सफा गर्ने बेला भइरहेको छ यसमा पनि अलिकति प्रब्लम भइरहेछ तपाईँलाई कतिजनालाई याद पनि होला सायद कि म चाहिँ यो फर्स्ट टाइम देखेको है हामीले फर्स्ट टाइम म त होइन तर कसैकोबाट देखेर नि आफै मगाइदिएको मैले हुन्छ हाउडे मेरो आफै त नभन हौ ए तिमीले आफै त कविता सिस्टरले चाहिँ क्रेडिट यति साह्रो खान्छ कि गाइस कहिले पनि कुसले चाहिँ कहिले भन्दैन तिमीले क्रेडिट खाएको चाहिँ बे क्या छ त गाइस आमाले गरे पनि बाउले गरे पनि नानीकै लागि त हो नि इन्ट्रेस्टिङ यहाँ एक एक कुरा ए ओ डबल आइछ के छैन कविता सिस्टरको पनि दिमाग त दिमागै हो यस्तो छ गाइस इट्स गुड है सो रिपिटमा बजाउनु सक्छ यहाँ यो चाहिँ हामीले घर पठाएको भए चाहिँ एकै नासे हुन्थ्यो कि त्यही भएर भयो कविता सिस्टर राम्रो साउन्ड आउँछ कस्तो राम्रो गाइस हैन एउटा राइम्स पनि बज्छ तर हिजो राइम्स बज्ने चाहिँ सरले के गर्यो राइम्स पनि बज्छ हो कस्तो राम्रो छ नि यो चाहिँ वर्ती छ गाइस अन अफ या चार्जिङ केबल सो यो चाहिँ वर्थ है बेसी परेन यसको प्राइस यस्तो 300 400 कति हो यसको 200 300 कि त्यसै 300 हरुको अमाउन्टमै हो इफ तपाईहरुलाई चाहिएको छ भने मेरो फेसबुकमा भिडियो बनाउँछु म कविता छेत्री प्लिज डु फलो मी है त्यसमा म यसको लिङ्कहरू हाल्छु किनभने मेरो सानो एउटा भिडियो बनाउनु आँटेको छु नि त त्यसमा मलाई अलिक स्क्याम पनि भएको छ एमाजोनको प्रडक्टहरू कम्पेयर गर्दा चाहिँ सो प्लिज है डु फलो मी फर सानो सर्ट भिडियो अब चाहिँ बुढाबुढी पनि खानासाना खाइहाल्यो अब चाहिँ हामी पनि ल्यान्डिङ थाक्यो भोलिदेखि आफ्नो काममा ऊ ड्युटी जान्छ म आफ्नो काममा जान्छु हो सो डोन्ट फर्गेट टु कम अन अर्किड म्युजिक फेस्टिभल सो दिस 13 डिसेम्बर सो ब्लू ब्यान्ड आउँदैछ नितेश जुङकुनवार सोफियम होइन त्यहाँदेखि केपपको एकजना ब्यान्ड आउनुहुँदैछ एभरग्लो भन्ने हो त्यहाँदेखिको सोनम वाङचुक होइन त्यहाँदेखि त्यही हो नेपालबाट पनि आउनुहुँदैछ सिङ्गरहरू सो प्लिज डु कम है किनभने यस्तो अब कार्निभलहरू चाहिँ है अब राम्रो हो नि त हामीलाई विन्टरमा होइन एउटा सिजनमा है सबैजना यसो हामी पनि इन्जोय गरौँ एउटा लिजर टाइम होइन सो तपाईँहरू फ्यामिलीसँग आउनुभयो भने पनि राम्रो हो कन्सर्टहरू होइन सो प्लिज डु कम है हामी पनि जान्छौँ होइन म त जान्छु कुछ पनि हुन्छ सो तपाईँहरू पनि आएर इन्जोय गर्नुहोस् है यसको टिकट पनि एकदम अफोर्डेबल रहेको छ है तपाईँहरूले बुक एउटै टिकटमा चाहिँ सबै आर्टिस्ट टिकटमा डल्लै तपाईँहरूले त्यो होल आर्टिस्ट हेर्नु पाउँदैछ होइन त्यो एकदमै राम्रो किनभने रिसेन्टली पनि तपाईँले कन्सर्टहरू हेर्नु भयो होइन त्यो अलिक महँगै थियो तर अब यो वाला चाहिँ कन्सर्टको चाहिँ अलिक सस्तो छ होइन अफोर्डेबलै छ र तपाईँहरूले प्लिज आएर डु इन्जोय है विन्टरको टाइममा मजाको तातो ज्याकेट लगाएर कन्सर्टमा उफ्रिनु आउनु हामीलाई भेट्नु पाउनुहुन्छ सो त्यही हो सो बुक यो टिकट फ्रम डिस्ट्रिक्ट बाई जोम्याटो त यसको चाहिँ पैसा लिएको छैन मैले त्यसै फ्रीमै गरेकै भन्ने माया हो हाम्रो सपोर्ट हो हाम्रो सिक्किमलाई अर्किड म्युजिक फेस्टिभललाई सपोर्ट हो टुरिज्म बढाएको होइन सिक्किमको स्टेटलाई किनकि नर्थ बर्न हुँदाखेरि हाम्रो टुरिस्टै आउँदैन भन्नुको मतलब चाहिँ सो यो चाहिँ एटलिस्ट वर्षमा एकखेप हुन्छ त्यो टाइममा एटलिस्ट बाहिरको मान्छेहरू आओस् भनेर एउटा गुड इनिसिएटिभ हो त्यो चाहिँ सस्टेनेबल कन्सर्ट गरेको हो होइन किनभने ब्लू त हाम्रो पहिलाको ब्यान्ड हो होइन मोहरू त सानो मोहरू त अरे मेरो एजकोहरू त सानो हुनुहुन्थ्यो होइन मैले सुनेको तपाईँले पनि सुनेको होला है र अहिले नि त्यस जुङकुनवारको त तपाईँले गीतहरू धेरै सुन्नुभएको छ होइन सो आउनुहोस् तपाईँ र म त एकदम ऊ नितेश जङको त्यो फ्लटी माया हुँदा हामी पनि फ्लटी माया लभ चलेको थियो हाम्रो त्यही टाइमको हाम्रो पनि लभहरू त्यस्तै त अहिले फ्लटी मायाको पनि अर्को माया सानो माया आइपुग्यो त्यो पनि घर छोडेर जाने पनि भयो त्यो पनि बाजेबोसँग बाई बाई भन्दै गइरहेको छ हेर्नु न कस्तो खुसी छ ऊ है एउटा माया छैन मलाई बुढा छ त हो त्यसको लागि हो त ब्याक टु ब्याचलरेट
ए ब्याक त के भन्छ त्यसलाई के भन्नु हामी चाहिँ बिर्स्यो अरे ल सो गाइस त्यही छ माया त लाग्छ जसै भए पनि जताततै पुचुई लडिरहेको हुन्छ यहाँ हेर्नु यहाँ रुममा हेर्नु उताबाट पनि केही न केही गरिरहेको भन्छ फिस भन्छ नि सो क्युट पाराले भन्छ फिस भयो कविता सिस्टर भयो तिम्रो छोराले भन्छ मालुम छ सुनाको त खुसी तर त्यो हामीले सिकाएको होइन मान्छेहरूले म यसमा एउटा पोइन्ट भन्छु हुनु त डिजिटल बेसी होइन स्क्रिन टाइम नगर्नु भन्छ हाम्रो पुचुको सडन टाइम छ सडन टाइमको लागि इट्स गुड तर त्योभन्दा बेसी म पुचुलाई खालि दिनु पर्छ आई थिङ्क है तर खाना टोटली अभोइड गर्नु क्यान आई कम्प्लिट माई यस्तो छ नि त कुरा टोक्छ हौ बिचमा मलाई टोक न बुढा साँच्चै हुनेछ अन्त गाइस के भन्दै थिएँ एउटा वाच आई टु यस डिजिटल के अरे स्क्रिन टाइमिङ चाहिँ सडन टाइमको लागि गुड हो है पुचुले खाना खाँदा खान्छ र दिउँसो उसलाई अल्छी लाग्दाखेरि कोही कोही बेला टिभी खोल्दै भन्छ होइन त्यो पनि उसलाई हेर्दा हेर्दा अल्छी लाग्यो उठेर पनि गएर फेरि ऊ आफै खेल्नु पनि थाल्छ तर हामीले यसबाट के देखेको छ भने चाहिँ पुचुले आफै राइम्सहरूबाट होइन त्यो कार्टुनहरूबाट उसले सबै चिनिसकेको छ हामीले एउटा उसले एउटा पनि हामीले यो मङ्की हो यो भनेर चिनाएको होइन गाइस यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ हाम्रो रुममा ऊ सानो हुँदै टालेको हामीले यो डल्लै ऊ आफै चिन्छ मङ्की देखाउँछ हिप्पो देखाउँछ यो बर्ड हैन यो कार्डहरु भन्छ सबै चिन्छ यो हामीले एउटा पनि चिनाएको होइन गाइस यो सबै उसले टिभीहरुबाट फोनहरुबाट हेरेर सिकेको सो डिजिटल स्क्रिन टाइमिङ पनि इट्स गुड बट त्यो बेसी हुनु हुँदैन हामीले पुचुलाई अहिलेसम्म पनि आफ्नो उसलाई हातमा फोन छुनु दिएको छैन उसलाई याद छ कि फोन हातमा हामीले हेर्नु हुँदैन मैले हेर्नु हुँदैन भनेर याद छ खाना खाइसक्छ आफै उठेर जान्छ हो त्यस्तो छ गाइस एड आयो भने उले स्किप थिच्दैन हामीलाई कराएर चाहिँ अब स्किप इट्स डिपेन्ड अन प्यारेन्टिङ है तपाईले कसरी चाहिँ नानीलाई कतिकोसम्म चाहिँ स्क्रिन टाइमिङ गराउनु भएको छ हैन सो यस्तै हो गाइस हामी त प्राय जस्तो हैन हाम्रो नानी जसरी है हुर्केको छ तपाईहरुको बेबीहरु पनि त्यस्तै होस् भन्छु किन कतिजना स्क्रिन टाइमिङले गर्दा कतिजनाको केले गर्दा नानीहरुको अलिकति उनीहरुको नखरा भएको हुन्छ या त्यो हुन्छ सो त्यसको लागि चाहिँ कसरी एभोइड गर्नुहुन्छ त्यो चाहिँ वी आर सोइङ है सो त्यही छ गाइस तपाईलाई यो भ्लगमा त है अब एक दुईवटा भ्लगमा सायद पुचु हुँदैन होला एक दुईवटा भ्लगमा बादमा फेरि पुचु ब्याक टु आवर भ्लग हुन्छ होला है त्यसको लागि चाहिँ अब तपाईँले यसमा नदेख्नु सके पनि घरमा लप्दा र बुनुको भ्लग्समा देख्नु सक्नुहुनेछ सो त्यसको लागि चाहिँ तपाईँलाई अब अर्को भ्लगमा भेट्नेछौँ है तबसम्मको लागि चाहिँ साकाला बेन साँच्चै हुनुहुन्छ हस् त नमस्ते।